महाराज अब एक दिन के भयो भनेदेखि भगवान श्री शुक्रादेव जब गुणाम त्रैष श्रुति गोचरा महाराज अदृश्य जगमका ऋषिले सदन गर्नुभयो भन्नुभयो हे राजन हजुरबाट प्रत्येक स्त्री शूद्र अनि दिव्य जातिलाई समेत यो तिनै वेद पढ्ने अधिकार छ कि छैन त प्रभु मलाई कृपा सत्याज्ञा गरिदिनुहोस् भन्नुभयो। अब हामी कथापट्टि जान्छौं। महाराज यसरी सोधनी गर्नुभयो ककललाई त भन्दा स्त्री शूद्र दिव्य बन्धुनाम त्रैष श्रुति गोचरा भनेर भागवतमा प्रथम स्कन्धको पहिलो अध्यायको यो 24 श्लोक हो। महाराज यसरी वर्णन गरिदिनु भयो। त भगवानले भन्नुहुन्छ कि 88 जन्मका ऋषिलाई वर्णन गरिदिनु भयो प्रभु त इन्द्रलाई अधिकार छैन भन्नुभयो। ककललाई अधिकार छैन। किन छैन अधिकार? वेद पढ्ने अधिकार। सोधनी गर्नुभयो महाराज। यसमा के छ भने राजन एक दिन सुत पौराणिक भनेका वेदले पनि तैका पौराणिक हुनुहुन्थ्यो। सुत पौराणिक वेदले युक्त भएको वेद कसरी पढिन्छ? सार सोध्दै वेद पढिन्छ। वेद पढ्यो भनेर अगाडि आएर त्यो वेद कति हामीले त्यो गीता पढे जस्तो पढिँदैन। गीता भनेको त गीत गाउनु हो नि त। गीता पढ्नु भनेको के गर्ने? गीता गीत गाउनु। गीत गाउनु। अब गीता त त्यो छन्द। अब यता गएर वेद पढ्ने भनेको त्यस्तो गीता पढेको